नमस्कार साथीहरू। निर्मला पन्तको घटनाले नयाँ मोड लिएको खबरले सत्य र न्यायको अपेक्षा फेरि एकपटक जागृत गरेको छ साथीहरू। सत्य लुकाउन खोज्ने जो कोही भए पनि कानुनले कठघरामा उभिनै पर्छ साथीहरू। पीडितले न्याय पाउनै पर्छ, परिवारले राहत र सम्मान पाउनै पर्छ साथीहरू, र दोषीले कुनै पनि शक्ति, पहुँच वा पदको आडमा उन्मुक्ति पाउनु हुँदैन साथीहरू। सरकारले निष्पक्ष, पारदर्शी र प्रमाणमा आधारित अनुसन्धानलाई अन्तिम निष्कर्षमा पुर्याओस् साथीहरू। न्याय ढिलो हुन सक्छ, तर न्याय हराउनु हुँदैन। निर्मलाका लागि मात्रै होइन साथीहरू, भविष्यमा कुनै पनि निर्दोष नारीहरूले यस्तै पीडा भोग्न नपरोस्, नेपाली नागरिकले यस्तो पीडा भोग्न नपरोस्, 10-10 वर्षसम्म न्याय नपाएर भौतारिन नपरोस् भन्ने सन्देश दिने गरी दोषीलाई कानुन बमोजिम कडा कारबाही गरिनुपर्छ साथीहरू। तपाईहरुलाई कस्तो लाग्छ? के सुदन गुरुङले यो निर्मला पन्त हत्याकाण्डको निष्कर्षमा पुर्याउँछन्? यसलाई दोषीलाई कडाभन्दा कडा कारबाही गर्छन् त साथीहरू? कमेन्ट गर्नु होला साथीहरू।